पाखुरी हेरेर केही नि फाइदा छैन। आफ्नै पाखुरा हेर्ने दाइ भाइ गर्ने क्या कस्तो भने ऊबाट हेर्दाखेरि तरकारी पसल त्यो त छिमेकी जस्तो क्या त्यो सन्चै हुनुहुन्छ दाइ भने दर्शन भयो ओहो दोइले दर्शनरी भन्छन् मक्खा बन्नु जान्छ नि त्यो तिम्रो घरमा आउँछु नि भन्नु पऱ्यो तिमी आउनु भन्नु पऱ्यो नि देखि आइयो ओइ भने होइ भनिदियो भने नत्र तरकारी लिन भेट भए पनि बोलिदियो भने नत्र किन खोज्दै जानु पऱ्यो। एउटा बहिनीलाई चाहिँ नि नजिक छ भाउजूले चाहिँ राम्रो व्यवहार गर्दा रहन्छ अनि ब्लक गरेर बस्दा नि आफूलाई नराम्रो लाग्दो रहेछ फेरि ल बर्बादै भयो कि भने जस्तो कुरा गरेर भने नि आफूलाई गाह्रो हो नि। त्यसले धेरै त्यो नानीले धेरै आश गरिन् दाइ भाउजूसँग माया पाउँछु भनेर होला पो सम्पत्ति त के दिन्छ भनेर कसकाले सम्पत्ति कसले दिन्छ दिँदैन माया गरे बहिनी अब कान्छी भन्लान् भन्ने हो र त भन्दैनन् आउने कहीँ छोरछोरी हुन्छ उनीहरूको नाति नातिनी हुँदैन हामीलाई कहाँ भन्छन् त नि अब छोरी भाउजू नि उस्तै बनाइहाल्छ नि दाइले त्यस्तै त्यस्तै गर्दै मिल्छन् नि आफू पनि त्यस्तै मिलिएन त भाइ भाउजूलाई खुसी नि हुँदैन नन्ना मन्दिनी खुसी हुन्नन् जे छ त्यसमा छोडिदिने आनन्दले हाँस्नु नि हिँड्ने हो सन्चै हुनुहुन्छ ए ऊ त नि आउँछु भने भ्याइया खाइन भन्यो आफ्नो पाखुरो जस्तो छ त्यस्तै बस्ने आफै रमाउने खाने हो मेरो लोग्नेलाई के वास्ता गरेन त्यो कसो दिन्छन् कतै दिँदैनन् कसैले नि कति आश गरेको नानी गर्नु पर्दैन बा जस्तो छ त्यस्तैमा बस्छ जहिले फेरि नजिक हुन खोज्छ तैले चाहिँ नि फेरि नराम्रो लाग्छ नराम्रो भन्छ नराम्रो गर्छ भने चित्त दुख्छ त्यो सानो चित्त बनाउने नि ठुलो चित्त बनाएर हिँड्ने नि जे अरे नि सनी मेरो छाती छ भने हिँड्ने जेसो के होस् अनि फोन ब्लक गर्ने कि नगर्ने नगर्ने कहाँ त्यो पानी कुलो हो र फुल ब्लक गर्ने मुहान खुलै छोडिदेऊ गऱ्यो ओइ भने ओइ भनिदेऊ हल्लो भने हल्लो भनिदेऊ सन्चैसँग सन्चै हजुर नि भन्यो सकिहाल्यो नि 70 रुपियाँ मात्रै राख्ने नखोतल्ने किन नि तपाईँ के खानुभयो कसो गर्नुभयो कहाँ जानुभयो के राख्नुभयो थियो आमाले भन्नै भएन ती जाने बोलाउँदैनन् माइतीले यसो नि वरिपरि देउरानी जेठानीको देशमा मेरो त माइतीले पालामा त जाने भन्छन् कोही नबोलायो नि जाने भनेर राम्रो राख्ने हुन्छन् कोही बोलायो नि आउनु पाउनु भन्ने हुन्छन् यी थरी थरी हुन्छन् अनि अर्कालाई भरौँ ए उसको नि बोलाएर जाउँ त जानु पाइन नि मलाई त बोला म जान्थ्यो भने आशाले गर्दैनन् आमाको बाउको पालो छैन्जेल आमा माइती हो नत्र छैन ल त्यही खाऊ हात गएर खानु होइन हात पनि गरेर खानु